नमस्ते लस्सु भ्याकुला म चाहिँ तपाईँहरूको प्यारी पुनम पाखरिन म चाहिँ पुनमको दिदी। आज चाहिँ हामी के गर्न आँटेको भनिदिनु मुक्बाङ गर्न लागिरहेछौँ। आज छुट्टीको दिन के छ म देखाउँछु हजुरहरूलाई देखाउनुदेखि यो टमाटरको अचार, त्यसपछि यहाँ छ फ्रुट, अनि यहाँ छ हाम्रो मिठो दाल, रातो दाल मेरो यहाँ फेभरेट, छ हामीसँग सलाद पनि, अनि यता छ हाम्रो चिकन रोस्ट। यो चाहिँ हामी आफैले बनाएको। अब सुरु गर्छौँ साथीहरू यसो गफ गर्दै के हुन्छौँ हेर्दै गर्नु होला। अझ कति पछि हो नि दिदी मैले यस्तो भिडियो लिएर आएको? फर्स्ट भिडियो होला मुक्बाङ। फर्स्ट नै हो सायद। ल स्टार्ट गर्छ है साथीहरू, अब बोल्दै गफ गर्दै खाँदै। छुट्टीको दिन यसरी नै बित्ने भयो हाम्रो। अब अझ चाहिँ हाम्रो बिदा ल खाना दाल हालौँ तपाईँले सेलाइसक्यो। यस्तो तातो धुवाएर सेलायो भन्छ बुढी। ल हाल्नु पछाडि हाम्रो भ्यू हेर्नु होला साथीहरू। खाना खाएको जस्तो भए पनि हिउँ परिरह है बाहिर चाहिँ हिउँ परिरहेछ। उल्टो हुनुपर्ने रहेछ कि यो मुक्बाङ ल सुरु गरौँ है। अब काट्ने होइन, म त सबै हालिदिने हो। काट न, काट्नु पनि पर्छ। टमाटरको अचार दिदी चाहिँ अचारमा बोल्नुहुन्छ है। यो चाहिँ टमाटरको अचार है। टमाटरको अचार त टम्मै जान्छ साथीहरू। अब हाँस्दै रमाइलो गर्दै होइन। अब छुट्टीको दिन के गर्नु, बाहिर घुम्न जाने अल्छी लाग्छ। खाएर फर्स्ट बाइट। मिठो छ। बोल्दै गफ पनि गरौँ न। अचार मिठो खानुहुन्थ्यो भने बोल्दै गफ पनि गरौँ न दिदी। भन न। तपाईँ पनि बोल्नु न। दिदी चाहिँ लास्टै लजाउनुहुन्छ है साथीहरू। म लजालु छु। त्यस्तो धेरै बोल्नु हुँदैन क्या दिदी। कहिले काहीँ मात्रै यसो झुक्केर बोल्ने हो। यो भिडियो बनाउनु मैले कतिचोटि दिदीलाई खुट्टा ढोकेँ होला, त्यो मलाई मात्रै आएको छैन साथीहरू। खुट्टा ढोक्नु पर्या चाहिँ छैन। गफ नदेऊ न हो, तिमी पनि गर्नु हाल्ने धेरै। अचार मिठो भएछ भाइ। भन्नु न के अचार मिठो भएछ। अचारसँग यस्तो चिकन चोपेर अब एउटा कुराको कमी भयो नि। के कुरा भन न। चिसो। तर मौसम यस्तो चिसो न। अनि साथीहरू चिसो खानु भने तातो तातो खानुपर्छ क्या। के बोल्ने भन्नु न तपाईँ। क्वेसनहरू के सोध्नु छ साथीहरूलाई सोध्नु। मतलब कमेन्ट छोडिराख्नु भन है। अर्को भिडियोमा भन्नेछौँ हामी। ओके छ त। अनि तपाईँको नि भन्नु न के छ। मेरो सब ठिक छ। अहिले चाहिँ म हामी हाल बुल्गेरियामा हो। म तपाईँलाई एउटा कुरा सोध्छु है। तपाईँले आउने दिनमै फर्स्टमा कस्तो धेरै याद आयो भन्नु त। नराटी गर्नु। मलाई मेरो छोरीको उता हेरेर भन्नु न। मलाई मेरो छोरीको याद आयो। फर्स्ट दिनमै तपाईँले पहिलो दिनमा मैले कहिले छोडेको थिएन कि छोरीलाई। त्यही भएर बुढाको चाहिँ याद आयो नि तपाईँलाई? पुरा पछि हो छोरीभन्दा। त्यो पनि राम्रै हो। माया गर्नुपर्छ छोरीलाई। अनि भन्नु अरू तपाईँ भन न त, तिमीलाई कस्तो धेरै याद आयो फ्यामिलीमा? कस्तो आउने दिनमा? आउने दिनमा पहिलो दिनमा? पहिलो दिनमा भन न। मलाई मेरो
के भन्ने अब मेरो परिवारको याद आयो मलाई सबभन्दा धेरै मम्मी बुवा बहिनी अनि त्यसपछि मेरो आन्टी अनि अङ्कल अनि मेरो भाइहरू अनि त्यसपछि मेरो दिदी बहिनी सबैको याद आयो मलाई त आउने पहिलो दिनमै रातिको कति बजी सुतेँ हो म त्यतिखेर 12 बजी सुतेँ होला है तपाईँहरू म आउने पहिलो दिनमै होइन साथीहरू यति धेरै दिदी र म गफ गरेर बस्यौँ अनि त्यसपछि रातिको 12 बजीतिर सुत्यौँ होला है हामी मलाई सायद डायरी लेख्दै डायरी लेख्दै सुतेको अनि त्यसपछि के पो थियो अरू त्यो बिर्सेँ मैले एकचोटि चाहिँ मोमो बनाएर खानु पर्ला टमाटर कच्चा देखेर हालेँ नि मैले अनि भन्नु अरू अनि एउटा कुरा के कुरा भन्नु न अलिक कसेर बोल्नु कि त्यहाँ सुन्दैन फेरि ए आज एउटा कुरा भन है तिम्रो बिएफ छ कि छैन नडाँटी यहाँ साथीहरूको अगाडि ल भनिहाल त छ कि छैन लगाउनु न हौ साँच्चै कुरा तपाईँलाई के जस्तो लाग्छ भन्नु ल भन न तपाईँलाई के जस्तो लाग्छ भन्नु न यत्रो तपाईँसँगै बसेको म अब 2 महिना पनि हुन आँट्यो छ नि त तर कहाँ को हो भन्नु पर्यो ल त्यस्तो छैन मेरो बोयफ्रेन्ड भन्नु नढाँट्यो भन न हौ नराम्रै हो क्या यतिको केटीको बोयफ्रेन्ड हुँदैन साथीहरू यस्तो कि सुन्नु तपाईँले मेरो कुरा बुझेन अब बोयफ्रेन्ड भन्ने कस्तो कुरा अब बोल्ने साथीहरू त छ नबोल्नेहरू टन्नै छ अब यही चाहिँ मेरो लास्टसम्मको हो फिक्सै हो भन्ने चाहिँ कोही छैन तर बोल्ने चाहिँ छ तपाईँले किन झुट बोल्ने होला होइन झुट बोलेर के पाउँछ र तपाईँले अनि तपाईँको मेरो त बुढा छ मनोज भेना हेर्नु है तपाईँले पनि यो भिडियो हेर्दै होला हेर्नु है मनोज भेना नसरी राखेर खाने चलाउने खाने यस्तो उठाएर खानुपर्छ अहिले मान्छेहरू मुखबा बनाउँदाखेरि कसरी बोल्दै खान्छ हौ हामीलाई त बोल्नै नआउने रहेछ हाम्रो फर्स्ट टाइम भएर हो क्या माया गरिदिनु होला है मैले यो माया गर्नुभयो भने फेरि भाइरल हुन्छ भनेर बनाएको हेर क्या दिदी यो भनेको याद हो कि भोलि पर्सि अब तपाईँ र म साथमा त हुँदैन होला है अनि त्यतिखेर यो हेर्दाखेरि कस्तो रमाइलो लाग्छ नि है यो पलहरू पनि अब हामीले बिताएको रहेछ भन्ने जस्तो फिल हुन्छ क्या त्यही भएर मात्रै बनाएको अचार भात गम के गम खाने हो चिसोमा मैले पछाडि कुदिरहेको जुन खेल्न आएको मान्छेहरू झन् पछाडि हो कुदेमा है भन के भन्नु छ तपाईँ भन्नु न भिडियो लामो मेरो के छ कि तपाईँको लागि अब तपाईँले चाहिँ अब आउँदाखेरि होइन तपाईँले त मलाई देखेन होला पक्कै पनि सिधै एयरपोर्टमै भेटेको हो नि त हामी अब तपाईँसँग जाने बहिनी छ भन्दाखेरि तपाईँलाई कस्तो फिल लागिरहेको थियो कस्तो टाइपको छ जस्तो लागिरहेको थियो कि भन्नु न त्यो कस्तो टाइपको भन्दा पनि साथी छ भन्ने भएपछि चाहिँ खुसी लागेको थियो त्यही हो त्यहाँसम्म मैले सोचिनँ अनि तपाईँलाई मेरो राम्रो लाग्ने बानी के हो भन्नु त राम्रो लाग्ने बानी तिम्रो सबैभन्दा धेरै राम्रो लाग्ने भनेको ब्ल्याङ्क ब्ल्याङ्क बोल्छौ मनमा कुरा लुकाउँदैन त्यही हो नराम्रो लाग्ने बानी भन्नु न के हुँदैन नराम्रो लाग्ने बानी भन्नु के छ नराम्रो लाग्ने बानी अलिक छिटो रिसाउँछौ त्यति नै हो म कहिले रिसाउँछु अलिक छिटो रिसाउने छिटो रिस मर्ने अब तपाईँको भन्छु है म दिदीको चाहिँ मलाई सबभन्दा राम्रो लाग्ने बानी भनेको चाहिँ जे कुरा गर्दाखेरि पनि पुनम यो म गर्छु ल मेरो बहिनी यो गर्छु ल यहाँ जाऊँ ल यस्तो सोधेपछि चाहिँ मलाई लास्टै खुसी लाग्छ कि साथीहरू साँच्चीकै मैले ढाँटेको पनि होइन है
तर मलाई नै याद छैन यो कुरा फेरि दिदीलाई याद छैन तर जे कुरा गर्दाखेरि पनि दिदीले पुनः माझ यो गरम है यहाँ जाउँ है बहिनी यो गरम त्यो गरम भनेर सोद्धाखेरि चाहिँ मलाई लास्टै खुसी लाग्छ तपाईँको बानी चाहिँ यो मलाई लास्टै मनपर्ने अनि मन नपर्ने बानी चाहिँ के हो म भन्छु त्यो पनि मन नपर्ने बानी चाहिँ दिदीको बुढासँग झगडा हुँदाखेरि त्यत्तिकै मसँग चाहिँ रिसाउनु हुन्छ के कहिलेकाहीँ अनि त्यसपछि दिदी रिसाएपछि चाहिँ बुझ्नुपर्छ कि दिदीको चाहिँ बुढासँग अलिकति लफडा परेको रहेछ अब जिस्काउनु हुँदैन भनेर त्यही भएर म जिस्काउँदैन हो जे हो त्यो भन्नु पऱ्यो नि त बुढासँग अलिक ठ्याक ठ्याक ठुक अब के गर्नु बिहे गरेको मान्छेको अलिअलि परिहाल्छ नि टाढा भयो नि पर्छ है नजिक भयो नि पर्दैन है तपाईँको झगडा पर्छ बुढाबुढीको झगडा परेर अब के एकैछिनमा निप्छ त्यस्तो हो त्यही हो दिदीको बानी चाहिँ मनपर्ने र मन नपर्ने यिनीहरूको अझ काम छैन रहेछ क्या केटाले निकै लागेको यता देखाइज न कसो देखाएन त्यहाँ देख्छ होला नि यहाँबाट बाहिरको भ्यू कस्तो राम्रो आएको है साथीहरू अझै चाहिँ अरू कुन बार हो सोमबार आज सोमबारको दिन चाहिँ हाम्रो छुट्टी हो त्यही भएर छुट्टीमा पनि घुम्न त के जानु है घुम्न जानु बाहिर जाडो छ निस्किनै मन लाग्दैन त्यो झरेर फेरि कता होला खानेकुरा देखाउनु ल्याए जस्तो मात्र भएछ प्रायः चाहिँ हामीसँग चाहिँ पानी पनि छ खाए पानी पनि पानी भनेर अरू कुरा त होइन नि पानी नै हो पानी नै हो त भित्र दिदी लास्टै सोझी हुनुहुन्छ म सोझी छैन कम बोल्ने मात्र हो आफूले आफ्नै बेरफ किन गर्नुहुन्छ क्या अनि कसैले बताउँछ सोझी छ भन्दा अचार चाहिँ दबाउ खाइयो भाइ दिदी तपाईँ कति केजी छ भन्नु त केटी मान्छेको वेट हाइट अनि एज भन्नु हुँदैन भन्नु हुँदैन म नि केटी त हो त त्यही त भन्नु हुँदैन भने भन्नु हुँदैन है मेरो त भन्छु मैले केही लाग्दैन म कति नेपालमा हुँदा म 45 केजी थिएँ होइन यहाँ आएर 2 केजी बढेर मैले कागज लगाएर के हो कागज त डेन्जर खानुहुन्छ दिदीले भाइ म सक्दिनँ फेरि अमिलो त्यस्तो फेरि खानु अमिलो पिरो छोडिदिएको मैले नेपालमा चाहिँ अब बसिरहेको रहेछ नि त चिप्लेर ऊ त्यसरी त्यो त अघिदेखि म हेरिरहेको छु के गर्छ भन्ने साथीहरूलाई नि अल्छी लागिसक्यो होला मेरो भिडियो हेर्ने मान्छेहरूलाई नि के बोल्नु न हो दिदी विदेशी जिन्दगी कस्तो चलिरहेछ भन्नु अब दिदी के बोल्दैन दुईजना भएर राम्रै चलिरहेको छ मलाई चाहिँ तिमीलाई कस्तो लाग्छ मलाई नि राम्रै लागिरहेछ सुनसान छ ठाउँ चाहिँ एकदम धेरै अब त्यस्तो धेरै आज चाहिँ होटलमा हामी दुईजना मात्र होइन उम्, दुईजना मात्र हो आज खेल्ने दुईजना आज पछाडि त यति हो होइन सुनसान छ होइन ठाउँ राम्रो खालको त्यस्तो धेरै हल्ला पनि छैन प्रायः मलाई यस्तै ठाउँ मनपर्छ कि सुनसान तपाईँलाई मलाई नि यस्तै मनपर्छ त्यही भएर म सहर गयो भने के हुन्छ होला जस्तो लाग्छ कि सोफिया पुग्यौँ भने त है हामी मात्रै बस्नु 6 महिनापछि सोफिया लिएर जाने भनेर सोफिया पुग्यो भने त एकछिन त पागल जस्तो हुन्छ होला हुन्छ सुनसानमा बसेको मान्छेलाई त है तर यो ठाउँ चाहिँ राम्रै छ आयो भने चाहिँ अब एक्लै भयो भने चाहिँ गाह्रो नै हुन्छ है एक्लै भयो भने त लास्टै गाह्रो पनि हुन्छ साथी चाहिन्छ साथी 2 जना भयो भने चाहिँ बोल्ने मान्छे पनि भयो रमाइलो पनि हुन्छ सर पनि खानुपर्छ खाँदैछु गाजर
भन्नु अब के भन्नु छ अर्को भिडियोमा भनौँला नि साथीहरूले कमेन्ट गर्नुभयो भने सोध्नुभयो भने अर्को भिडियोमा भन्छु है? अब यो खाएको लास्टसम्म देखायो भने त 2 घन्टामा पनि सकिँदैन होला दुईजनाको खाना थालेपछि गफ गरे बोले त्यति लामो भिडियो पनि मान्छेले मन पराउँदैन नि है मेरो चाहिँ अब आवाज चाहिँ अलिक चेन्ज भइरहेको मेरो चाहिँ फेरि लुगा लगाएर म त ढिलो खान्छु है त्यति बानी हो उल्लु एरियाको बारेमा केही सोध्नु छ भने कमेन्ट गर्नु होला है साथीहरू हामीले जाने जति भन्छौँ हामी होइन आउने मान्छेहरूलाई पनि भन्ने न बुझेर आउनु भनेर तर बुल्गेरियामा चाहिँ के हुँदो रहेछ भनेपछि नेपालीहरू चाहिँ हामीले त्यस्तो धेरै देखेनौँ कि है सिधा कुरो चाहिँ अस्ति अफिस जाँदाखेरि 1-2 जना दाजुहरूले भेटेको थियो त्यहाँपछि चाहिँ हामीले देखेकै छैन कि अब हामी बस्ने ठाउँमा त नेपाली एउटा पनि छैन दिदी र म मात्रै होला है दिदी र म मात्रै हो बुझेर आउनु अब के गर्नु पिरो भनेर पनि हुँदैन काम मान्छेहरू काममा भर पर्छ एजेन्टमा भर पर्छ एजेन्टमा काम एजेन्टलाई त पैसा दिएपछि त गरिदिन्छ नगरिदिने कुरा होइन तर काम पनि बुझेर आउनु काम पर्यो राम्रो गरिदिनु पर्यो नि फेरि काम राम्रो रुम दिनु पर्यो होइन पैसा लिने त्यत्तिकै छोडिदिने बेहाल पारिदिनु भयो भने त सक्यो जिन्दगी होइन बिजोक हुन्छ त्यही भएर अनि त्यसपछि यही भिडियोबाट चाहिँ म तपाईँ भन्नु न तपाईँको परिवारले के 2 शब्द भिडियो हेर्नुहुन्छ भने मनोज भेनाले सबैलाई मिस गरिरहेको छु त्यही हो मेरो तर्फबाट पनि हो सबैजनाले धेरै धेरै माया धेरै धेरै सम्झना छ म अर्को वर्ष आउँछु होला अवश्य पनि मेरो आन्टीले हेर्दै हुनुहुन्छ होला आन्टी आई मिस यु सो मच म हजुरलाई पनि धेरै धेरै मिस गर्छु धेरै धेरै याद पनि आउँछ अब याद आएर के गर्नु मान्छे आउन मिल्ने भएको भए त काठमाडौँ हुँदाखेरि त्यहाँ के भन्छ नयाँ बस्तीबाट गोकर्णबाट नयाँ बस्ती गएको जस्तो हुन्थ्यो होला अब त्यस्तो हुँदैन जिन्दगीमा अर्को वर्ष आउँछु अर्को वर्ष आएपछि बबल रमाइलो हाल्नुपर्छ तिहारमा पहिला हान्नुपर्छ हो नेपाल जाने है अर्को वर्ष दिदी तपाईँ र म नजाने दिदी नजानेले किन हो मेरो ऋण तिरिँदैन एक वर्षमा भन्ने कुरा त भइहाल्छ नि मिलाएर तिराउँला नि त्यो छ मेरो पनि त छ तिर्नु पर्ने त्यही भएर नभए अर्को वर्ष जाने 2 वर्षपछि ओके मलाई खाना सक्यो उयो तपाईँलाई नभए हालेर खानु त्यहाँ छ फुल पेट फुल अब सलाद चाहिँ खान्छु कति मजाले हिउँ खसिसक्यो त्यहाँ बगाल खाने बाहिरको भ्यू पनि मैले देखाइदिन्थेँ होला कि मेरो फोन अलिक प्रब्लम छ है साथीहरू त्यही भएर मैले भिडियो पनि ल्याउनै पाएन नेक्स्ट मन्थ लाग्छ भाइ अर्को महिना त जसरी भन्ने लाग्छ भिडियो हाल्न नि पाएको छैन त्यही अगाडिको सेल्फी मात्रै हुन्छ पछाडिबाट क्यामेरा पुरै बिग्रियो मेरो त्यही भएर अलिक टेन्सनमा छु म त आजभरि भिडियो त बनाउनु मन लाग्छ नि है भोलि पर्सि हेर्दाखेरि अब आफैलाई पनि याद हुन्छ कि यस्तो पलहरू पनि यस्तो दिनहरू पनि कटाएको रहेछ आफूले भन्ने जस्तो फिल हुन्छ क्या दिदी त्यही भएर मलाई चाहिँ बनाउनु मन लाग्छ कि त्यही भएर मैले पनि मानेको म पनि हेर्छु मनोज भेनालाई हेर्नु भन्नुपर्छ भने कागज मैले मात्रै खाने हो म त खान्दिनँ बिना रिएक्सनमा हो सक्नुहुन्छ सक्दिनँ मिठो भन्ने चाहिँ सक्छु झन् त मनपर्छ कि मलाई बाहिरको भ्यू पनि राम्रो आएको रहेछ मान्छे चाहिँ दुवैजना हामी चाहिँ भर्खर सुतेर उठेर है लाइटहरू फ्रेस भयौँ मुख धुयौँ माथि किचनमा छिरिहाल्यौँ हामी अनि त्यसपछि यसो दिमागमा के आइहाल्यो भने के बनाएर खाऊँ न यसो भिडियो सुटै बनाऊँ होइन यो भिडियो पनि 1 महिनापछि नै जान्छ दिदी मेरो अस्ति भिडियो बनाएको 1 महिना भएछ
एक महिनामा एउटा भिडियो आउँछ मेरो चाहिँ। अस्ति जस्तो 1 वर्षमा त भएको छैन नि। एक वर्षमा नि 1 वर्षमा अस्ति त्यो फर्स्टमा हालेको भिडियो त्यही हो। त्यस्तो बनाएको छैन मैले। अनि दिदी म तपाईँलाई एउटा कुरा भन्छु, एउटा गीत गाइदिनु नि त छिटो, भिडियो पनि लामो भयो। नेपाली पुरानो गीत। मलाई आउँदैन ल, मेरो भोइस त्यस्तो छ। भोइसले केही हुँदैन के, गाउनु न। हुँदैन, मिलेर गाउँला नि दुवैजना। खाइसक्यो पहिला, खाना खाँदाखेरि गीत गाउनु हुँदैन भाइ साथीहरू। म चाहिँ त्यो मान्छु। आफूभन्दा ठुलो मान्छेले भन्ने पनि मान्नुपर्छ। राम्रो बानी। धन्यवाद। बिचरा भाइहरू खेल्न आएकोले यो पढ्न सुरु भयो। आज होटलले बन्द सुरु भयो अब। के बोल्ने होला, बोल्नु भिडियो इन्ड गर्नुपर्छ। भन्नु नि तपाईँले। तिम्रो च्यानल तिमी भन ल बहिनी, म धेरै बोल्ने जस्तो लाग्यो तिमीलाई। भन्नु न। खसेपछि सुरुवात मैले गरेको थियो, समाप्त हजुरले गर्नु। 2जना मिलेर गरेको ल। त्यो पनि हो, बिर्सिहालेछु मैले। त्यो त भिडियो धेरै लामो भयो कि, त्यो त भनौँ काट्नु अब। हाम्रो चाहिँ खाना फिनिस भइसक्यो। के भन्नु र अब। आजको लागि यति नै थियो। अब नेक्स्ट भिडियो त त्यही हो मेरो त। महिनामा एकचोटि आउँछ कि अर्को हप्ता आउनु नै सक्छ होला। मेरो फोन बनायो भने सायद आउन पनि सक्छ होला। अब फोन बनायो भने त त्यस्तै हो। भिडियो त अब हप्तामा त ल्याउन म सक्दिनँ पनि। अब याद पनि हुन्छ, भोलिपछि हेर्न मजा आउँछ नि है। केही क्वेसन छ भने चाहिँ मम्मी बुवाहरूले हेर्नुहुन्छ कि मेरो भिडियो, त्यही भएर खुसी लाग्छ। अरूले नहेरे पनि आफ्नो परिवारले हेर्दा एकदम धेरै खुसी लाग्छ मलाई चाहिँ। त्यही भएर जतिले पनि हेर्नुहुन्छ धेरै धेरै माया छ मेरोबाट हजुरहरूलाई। अनि भन्नु तपाईँ के भन्नु न, के भन्नु भन्छ भनेर मलाई चाहिँ सबै इन्ड गर। भन्नु न, इन गर्ने हो कि भन्नु। मलाई त्यस्तो बोल्न आउँदैन साथीहरू, किनभने म बोलिरहेको मान्छे नै होइन। सरी। सबैजनालाई है हामी अब समाप्त गर्न चाहन्छौँ। बाई बाई। सबैजनालाई धेरै माया।